सो गाइज यो डेस्कटप कम्प्युटरमा यो क्याननको एलबिपी 3000 मोडलको प्रिन्टर युएसबी केबलको थ्रुबाट चाहिँ कनेक्टेड छ होइन, जुन चाहिँ अब यत्तिकै प्रिन्ट पनि हुन्छ। सो आजको भिडियोमा म तपाईँहरूलाई चाहिँ यो कम्प्युटरमा जुन कनेक्टेड भएको प्रिन्टर चाहिँ अरू अरू कम्प्युटर जुन चाहिँ डाइरेक्टली युएसबी केबलको थ्रुबाट कनेक्टेड छैन होइन, त्यसमा चाहिँ त्यसबाट त्यो कम्प्युटरबाट चाहिँ कसरी प्रिन्ट गर्ने भनेर चाहिँ बताउन लागेको छु। सो एज यु क्यान सी ओभर हियर यो चाहिँ थोरै डिस्टेन्समा चाहिँ अर्को डेस्कटप कम्प्युटर छ यहाँ होइन, त्यो कम्प्युटरबाट चाहिँ कसरी यो नेटवर्किङ गरेर चाहिँ प्रिन्टरलाई सेयर गरेर नेटवर्किङ गरेर चाहिँ कसरी प्रिन्ट गर्न सकिन्छ भनेर चाहिँ म त बताउन लागेको छु। धेरैले चाहिँ के गर्छ भन्दा चाहिँ तपाईँको चाहिँ अब जुन कम्प्युटरबाट प्रिन्ट गर्ने हो त्यही कम्प्युटरमा युएसबी केबल कनेक्ट गरेर चाहिँ प्रिन्ट गर्छ। त्यसरी चाहिँ एकदमै टाइम लस हुन्छ होइन, एकदम झन्झटिलो हुन्छ। सो त्यो नेटवर्किङ गर्नु भएपछि तपाईँलाई एकदमै सजिलो हुन्छ है त। सो फर्स्टमा चाहिँ तपाईँको मेक स्योर द्याट बोथ कम्प्युटर आर कनेक्टेड टु द सेम नेटवर्क होइन, तपाईँको केबलको थ्रुबाट होस् अथवा चाहिँ ल्यान्ड केबलको थ्रुबाट होस् अथवा वाइफाईको थ्रुबाट होस्, तपाईँको चाहिँ त्यो कम्प्युटर चाहिँ एउटै नेटवर्क एउटै राउटरबाट चाहिँ कनेक्टेड हुनु पर्यो है। सो अब चाहिँ यो कम्प्युटर जुन चाहिँ प्रिन्टरसँग डाइरेक्ट कनेक्सन छ, सो लेट्स कन्सिडर दिस कम्प्युटर एज अ मेन कम्प्युटर। सो यस्तै गरी लेट्स कन्सिडर एनदर कम्प्युटर एज अ क्लाइन्ट कम्प्युटर। सो अब चाहिँ मेन कम्प्युटरमा गएर विन्डोज प्लस आर प्रेस गरेर रन कमान्डलाई ओपन गर्नुहोस् र त्यहाँ गएर कन्ट्रोल स्पेस प्रिन्टर्स भनेर टाइप गरिदिनुहोस् अनि के गर्नुहोस्। त्यसपछि तपाईँको डिभाइसेस एन्ड प्रिन्टर्सको डायलग बक्स ओपन हुन्छ र त्यहाँ तपाईँले आफ्नो प्रिन्टरको मोडललाई सिलेक्ट गर्नुहोस्। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ तपाईँको सेयरिङको लोगो हो। त्यसपछि राइट क्लिक गरेर प्रिन्टर प्रोपर्टिजमा क्लिक गर्नुहोस् र सेयरिङ ट्याबमा गएर सेयर दिस प्रिन्टरमा चेकबक्समा क्लिक गरेर के गरिदिनुहोस्। सो यति गरिसकेपछि नेटवर्कमा गएर ओपन गर्नुहोस् र माथि देख्न सक्नुहुन्छ नेटवर्क एन्ड सेयरिङ सेन्टरमा गएर क्लिक गर्नुहोस्। त्यसपछि नेटवर्क एन्ड सेयरिङ सेन्टर ट्याबमा गएर फेरि क्लिक गर्नुहोस् र त्यसपछि चेन्ज एडभान्स सेयरिङ सेटिङमा गएर टर्न अन नेटवर्क डिस्कभरीमा चाहिँ चेकबक्समा क्लिक गर्नुपर्ने हुन्छ। त्यस्तै गरी तलबाट टर्न अन फाइल एन्ड प्रिन्टर सेयरिङमा पनि क्लिक गरेर त्यसपछि पब्लिक फोल्डर सेयरिङको टर्न अनमा चाहिँ सेयरिङमा क्लिक गरी र युज 128 बिट इन्क्रिप्सनमा चेकबक्समा क्लिक गरेर टर्न अफ पासवर्ड प्रोटेक्ट सेटिङ गरेर सेभ चेन्जेस गरिदिनु भयो हुन्छ है त। त्यसलाई क्लोज गरिदिनुहोस्। अब चाहिँ तपाईँलाई यो जुन मेन कम्प्युटर छ त्यसको नाम थाहा पाउनु पर्ने हुन्छ। त्यसको लागि दिस पिसीको प्रोपर्टिजमा जानुहोस्। सो यहाँ डिभाइस नेम भनेको हुन्छ जुन डेस्कटप ड्यास 597HQ04 भनेर यो चाहिँ यो मेन कम्प्युटरको नाम हो, जुन चाहिँ तपाईँलाई अहिले क्लाइन्ट कम्प्युटरमा कन्फिगर नेटवर्किङ गर्दाखेरि प्रिन्टर सेयरिङको नेटवर्किङ गर्दा चाहिँ काम लाग्छ है त। जस्तै गरी नेटवर्कभित्र गएर तपाईँ हेर्नुभयो भने देख्न सक्नुहुन्छ कि तपाईँले सेयरिङ गर्नुभएको सबै फोल्डरहरू प्रिन्टरहरू सबै चिज चाहिँ यहाँ देखाउँछ। Now let's come to the client computer. Windows R प्रेस गरेर रन कमान्ड ओपन गर्नुहोस्। त्यसपछि त्यहाँ गएर चाहिँ डबल स्ल्यास गरेर डेस्कटप ड्यास गरेर जुन त्यो मेन कम्प्युटरको नाम छ त्यो टाइप गरेर ओके गरिदिनुहोस्। त्यसपछि चाहिँ त्यहाँ तपाईँ देख्न सक्नुहुन्छ प्रिन्टरहरूको लिस्ट। त्यसपछि राइट क्लिक गरेर कनेक्ट गरिदिनुहोस्। त्यसमा कनेक्ट गरेपछि चाहिँ मोस्ट अफ द केसमा चाहिँ के हुन्छ भन्दा चाहिँ विन्डोज 10 मा चाहिँ अहिले आएर चाहिँ विन्डोज क्यान नट कनेक्ट टु द प्रिन्टर भनेर चाहिँ इरर आउँछ र सी डिटेल्समा गएर तपाईँले चाहिँ हेर्नुभयो भने त्यहाँ गएर देख्न सक्नुहुन्छ कि एउटा इरर कोड आएको हुन्छ 0x5.011b भनेर चाहिँ। अब यो इररलाई हटाउनुको लागि चाहिँ के गर्नुपर्छ भन्दा चाहिँ त्यही कम्प्युटर मेन कम्प्युटर क्लाइन्ट कम्प्युटरमा चाहिँ एउटा सेटिङ गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ विन्डोज आर प्रेस गरेर रन कमान्ड ओपन गर्नुहोस्। त्यसपछि रेजेडिट भनेर चाहिँ टाइप गर्नुहोस् र त्यसपछि तपाईँले लोकल मेसिन भन्नेमा गएर चाहिँ क्लिक गरेर त्यसपछि फेरि सिस्टममा जानुहोस् र त्यस्तै गरी करेन्ट कन्ट्रोल सेटमा जानुहोस् र त्यसपछि कन्ट्रोलमा गएर
कन्ट्रोलमा गएपछि त्यसपछि त्यहाँ प्रिन्ट भन्ने चाहिँ अप्सन देख्नुहुन्छ। प्रिन्टमा गएर चाहिँ राइट क्लिक गर्नुहोस्। राइट क्लिक गरेर र न्यूमा गएर डिवोर्ड 32 बिट भ्यालुमा गएर क्लिक गर्नुहोस्। र त्यहाँ गएर चाहिँ आरपिसी एयुटिएचएन अथेन्टिकेसन लेभल प्राइभेसी भनेर चाहिँ यसरी चाहिँ इनेबल भनेर आरपिसी अथेन्टिकेसन लेभल प्राइभेसी इनेबल भनेर सेम टु सेम एक्ज्याक्टली यही नै लेखेर चाहिँ तपाईँले त्यहाँ यतिकै सेभ गरिदिनुहोस्। डबल क्लिक गरेर मेक स्योर द डाटा भ्यालु इज 0 ओके गरिदिनुहोस्। सेम दुइटै कम्प्युटरमा चाहिँ यो चाहिँ सेम प्रोसेस चाहिँ गर्नुपर्ने हुन्छ। त्यसपछि फेरि रन कमान्ड ओपन गरेर सर्भिसेस डट एमएससीमा गएर ओपन गर्नुहोस् र त्यहाँ तपाईँले गएर प्रिन्टर स्पुलर भन्ने सर्च गर्नुपर्ने हुन्छ। र त्यसलाई प्रिन्टर स्पुलरमा गएर प्रिन्ट स्पुलरमा गएर चाहिँ यसलाई चाहिँ रिस्टार्ट गरिदिनु। राइट क्लिक गरेर रिस्टार्ट गरिदिनुहोस्। बोथ कम्प्युटरमा है, मेन कम्प्युटर प्लस क्लाइन्ट कम्प्युटर दुइटैमा यही सेटिङ गर्नुपर्ने हुन्छ। एकदमै इम्पोर्टेन्ट सेटिङ यो चाहिँ यो एरर हटाउनको लागि। र त्यस्तै गरी फेरि विन्डोज आर प्रेस गर्नुहोस् र रन कमान्डमा ओपन भएपछि appwich.cpl टाइप गरेर जुन यो माइक्रोसफ्टबाट अपडेट भएको हुन्छ जुन केबी लेखेर 55 यस्तो नम्बरहरू हुन्छ त्यसलाई चाहिँ तपाईँले चाहिँ अनइन्स्टल गरिदिनुहोस्। यो पनि बोथ कम्प्युटरमा है, क्लाइन्ट प्लस मेन कम्प्युटर दुइटैमा चाहिँ यो जति पनि माइक्रोसफ्टको अपडेट भएको हुन्छ केबीवाला चाहिँ केबी नम्बर यस्तो नम्बर दिएको हुन्छ यसलाई चाहिँ अनइन्स्टल गरिदिनुहोस् है त। So finally, let's come back to the client computer and open a run command and type the name of the main computer. त्यसपछि connect to the printer जुन पहिला चाहिँ एरर आएको थियो हैन, अब चाहिँ let's check it out. एरर आएको छैन, अहिले कनेक्टिङ को लागि प्रोसेस भइरहेको छ। र लुकिङ टु फर ड्राइभर भने ड्राइभर छ त्यहाँ चाहिँ इन्स्टल ड्राइभरमा गएर क्लिक गर्नुहोस्। त्यसपछि चाहिँ जुन मेन कम्प्युटरमा जुन ड्राइभर इन्स्टल भएको छ हैन, त्यो ड्राइभर चाहिँ त्यहाँबाट कपी गरेर चाहिँ त्यो सफ्टवेयर ड्राइभर सफ्टवेयर जुन चाहिँ त्यहाँ मेन कम्प्युटरमा इन्स्टल छ त्यसलाई कपी गरेर चाहिँ क्लाइन्ट कम्प्युटरमा कपी गर्छ टु टेक सम टाइम्स हैन। यदि तपाईँको कम्प्युटरमा अलरेडी इन्स्टल छ भने चाहिँ यो कपी गर्न परेन, अटोमेटिक हुन्छ त्यो हैन। तर तपाईँ ड्राइभर चाहिँ डाउनलोड गर्नुपर्ने यताउति केही गर्नु परेन, अटोमेटिक चाहिँ मेन कम्प्युटरमा चाहिँ डाउनलोड भएको हुनु पर्यो, इन्स्टल भएको हुनु पर्यो। यति भएपछि उताबाट डाइरेक्टली अटोमेटिकली कपी गर्छ र इट विल टेक सम टाइम। त्यसपछि चाहिँ आफ्टर कम्प्लिटिङ द प्रोसेस अफ कपिङ द ड्राइभर फाइल्स त्यो चाहिँ अटोमेटिकली इन्स्टल हुन्छ। यो इन्स्टल भएपछि त्यसपछि चाहिँ यु क्यान युज द्याट प्रिन्टर है। त्यो प्रिन्टर चाहिँ तपाईँले मजाले चाहिँ आफ्नै कम्प्युटरमा कनेक्ट भए जस्तै गरेर चाहिँ तपाईँले प्रिन्ट गर्न मिल्छ यो कम्प्युटरबाट पनि हैन। विथ एनी कम्प्युटर, एउटा कम्प्युटरमा अर्को कम्प्युटर मात्रै भन्ने होइन, यो कम्प्युटरमा जुन तपाईँले कम्प्युटर मा जुन कनेक्ट छ त्यो प्रिन्टर त्यसपछि त्यो सेयरिङ गरिसकेपछि जुनसुकै कम्प्युटरमा पनि तपाईँले चाहिँ प्रिन्ट गर्न मिल्छ। तर चाहिँ जुन मेन कम्प्युटर छ जुनमा चाहिँ प्रिन्टर कनेक्ट भएको छ युएसबी केबलको थ्रुबाट चाहिँ त्यो कम्प्युटर चाहिँ टर्न अन हुनु पर्यो है। द्याट इज द मेन इम्पोर्टेन्ट थिङ हैन टु रिमेम्बर। के सम्झिनु पर्यो भन्दा चाहिँ त्यो कम्प्युटर अन भएपछि त बल्ल नेटवर्किङसँग कनेक्सन हुन्छ नि त त्यसको त्यो प्रिन्टरको। यदि त्यो प्रिन्टर त अन छ तर तपाईँको कम्प्युटर नै अन छैन भने त है तपाईँको प्रिन्ट हुँदैन अरू कम्प्युटरबाट हैन। द्याट्स वाइ you have to make sure that the main computer should be turned on and connected to the printer through USB cable हैन। यसरी चाहिँ कनेक्ट भएर टर्न अन भएपछि चाहिँ बल्ल तपाईँको चाहिँ अरू कम्प्युटरबाट पनि प्रिन्ट गर्न मिल्छ। सो लेट्स वेट फर अ व्हाइल। यो कपी भइरहेको छ फाइल। ओके नाउ लेट मी स्किप दिस प्रोसेस अफ कपिङ द फाइल्स। यो धेरै नै टाइम कन्ज्युमिङ भयो। सो यति गरेपछि तपाईँको चाहिँ इन्स्टलेसन कम्प्लिट हुन्छ र तपाईँको रिस्टार्ट गर भनेर चाहिँ एउटा नोटिफिकेसन आउँछ। इट विल बेटर इफ यु रिस्टार्ट योर कम्प्युटर, बोथ अफ द कम्प्युटर। सो फेरि पनि वन्स अगेन प्रेस विन्डोज आर एन्ड टाइप कन्ट्रोल स्पेस प्रिन्टर्स। यु क्यान सी द सेयर प्रिन्टर। त्यो प्रिन्टर तपाईँको चाहिँ जुन सेयर भएको थियो त्यो प्रिन्टरको नामसहित मेन कम्प्युटरको नामसहित त्यो चाहिँ प्रिन्टरलाई सो गर्छ। सो नाउ लेट मी चेक द टेस्ट प्रिन्ट। राइट क्लिक गर्नुहोस्
र प्रिन्टर प्रोपर्टिजमा गएर क्लिक गर्नुहोस्। त्यसपछि यु क्यान सी अ प्रिन्ट टेस्ट पेज, त्यहाँ गएर चाहिँ टेस्ट प्रिन्ट गर्न सक्नुहुन्छ। र टेस्ट गरिसकेपछि एज यु क्यान सी ओभर हियर होइन, तपाईँले नर्मल आई मिन मेन कम्प्युटरबाट टेस्ट प्रिन्ट गर्नु र मेन कम्प्युटर कुनै पनि प्रिन्ट गर्नु र अर्को क्लाइन्ट कम्प्युटरबाट चाहिँ प्रिन्ट गर्नुमा चाहिँ कुनै फरक छैन स्पिडमा चाहिँ होइन। जसरी तपाईँले चाहिँ युएसबी केबल कनेक्ट गरेर चाहिँ प्रिन्ट गर्नुहुन्छ त्यस्तै त्यति नै फास्ट तपाईँको चाहिँ यसरी नेटवर्किङबाट पनि यति नै फास्ट नै प्रिन्ट चाहिँ भएको छ, हुन्छ पनि होइन, राम्रोसँग कन्फिगर गर्नुभयो भने। र यो भिडियो कतिको युजफुल भयो तपाईँहरूलाई कमेन्ट गर्नु होला। सो गाइज, I hope this gonna be helpful for you, and thanks for watching this video, and see you guys in my next video. Till then, take care and goodbye.